कस्तो राम्रो दुईटा रहेछ कस्तो कालो साइड यस्तो दिन तिम्रो क्यामेरामा हुन्छ यसले आफ्नो क्यामेरामा मलाई ब्याग बिरा यस्तै चोर त मेरै घरमा थियो भन्नु न म त सीमा जाँदै हुनुहुन्छ क्याटवाक गर्दै आउनु भएको छ खै खै गर्नु त क्याटवाक कस्तो गर्नुहुन्छ गर्दैन वेलकम टु माई अनदर ब्लग। आज चाहिँ हामी फ्यामिली भएर घुम्न जानु लाग्यो सौरातिर जाने भनेको अब थाहा छैन हामी चाहिँ हिँडेको चाहिँ धेरै छौँ हामी चाहिँ सबजना भएर हिँडेको गाइजहरू हाम्रो सीमा हेलो भन्न हेलो हेलो गाइजहरू फेरि बुहारी हुन् सासू बुहारी फेरि छुट्टै छ गाइजहरू के छ स्यान हेलो गरिदिउँ हेलो स्यान यता 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 हेलो यस्तो है ए टोलाको टोलाइ गर्छ हाम्रो मम्मी हजुरआमा र नाति गाइजहरू म्याचमा बस्ने गाइजहरू अब चाहिँ हामी बाटोतिरको भ्लग बनाउँछौँ अनि सौरा घर है त सुदाउनुलाई चाहिँ गाइजहरू भाउजू सीमाको हाले हजुर पनि निदाउनु होला है निदाउनै खोज्यो सीमाको लोरी सुनाइराख्ने रमाइलो यता हामी चाहिँ सौराजुरबाट अटोमा चढिसकेँ मम्मी चाहिँ अगाडि बस्नु अगाडि बस्नुभएको यसरी एकदम दाइको कुरा काटिराख्ने यो ब्लगमा हालिदिन्छु अनि के गर्नुहुन्छ दाइले एकदमै कामै नमानेको हो ठुलै गल्ती गरेर दाइलाई पठाइदिने हो भन्नु त हजुर दुई चारवटा सक्छु कस्तो राम्रो लाग्छ त्यस्तो नभन्नु मेरो जस्तो भन्ने होइन मलाई चित्त दुख्छ फेरि मेरो श्रीमान ज्यूलाई हो क्या मम्मी फेरि उताबाट रमाइलो गाइजहरू यहाँ अब चाहिँ वहीँ पुगेर अपडेट दिन्छु न चाहिँ आयो है गाइजहरू आउँदैछ अब चाहिँ हामी ठ्याक्क 10 मिनटमा मेन ठाउँमा पुग्छौँ यस्तै चोर त मेरै घरमा थियो भन्नु न के ल हेर्नु ल गैँडै गैँडा हेर्नु त सीमा गाइजहरू चाहिँ कहाँ जाने भनेर डिस्कस चलिरहेछ म छु त यहीँ हामी चाहिँ अब सफारी जाने भनेको सफारी जाने साह्रै बिजी हुनुहुन्छ हाम्रो दाइ हाम्रो भाउजूको दाइ अनि त्यसपछि हाम्रो बुवाहरू हुनुहुन्छ केटाहरू काट्ने काम भइरहेको खै हाम्रो छोरोलाई कसरी के अरे फेरि पनि आउनु परेको हुन्छ नि त्यही भएर तपाईँ बिक्री गर्नु 2-500 त्यस्तो मिल्छ मिलाउनु सक्नु फेरि अर्को जति अब अर्को महिना आइएला ग्रुपमा होइन हाम्रो भिनाजु खै हेलो हेलो भन हामी ठुलो खाले बिरालो हेर्न अर्की बिराली एउटी भइस हजुर म त केही
छैन त्यहाँ हामी चाहिँ जान्छौँ है अब ल जाऊँ यसमा जाने हो हामी चाहिँ गाइजहरू नजाऊ पहिला लास्टबाट बस्नुपर्छ बिना अगाडि बस्छु के भिडियो बनाउँदा जान्छु म यहाँ अब यता सबजना अब सफारी गर्न बसिसक्यौँ गाइजहरू घाममा ढाकेर आउँदैछ सबै आउनु भयो है हजुर आइसक्यौँ हामी नआउनेले हात यो गाडी चाहिँ खुल्ला छ हजुर सामान के खस्ला विचार गर्नु त्यही हो गाडी खुल्ला छ सामानहरू खस्दा विचार गर्नु खुल्ला है आपका सामान कुछ गिर भी सकता है so take care of your value फिसक्कर बस बोल रहे हैं ल है सावधान हुनुहुन्छ हेलो गर्नु त हेलो भन्नु न जाँदैछौँ सौराहाहरू कस्तो हुँदो रहेछ हेर्नु पर्यो गाइजहरू सबका देखिसक्यौँ हामीले अब चाहिँ हामी ठ्याक्क लाएर जङ्गलतिर पस्न लाग्छ गाइजहरू ल ल सेल्फी सबैतिर सेल्फी चलेको गाइजहरू लानु पनि हेलो ल हाम्रो छोरो त बुहारी जस्तै भयो त हाम्रो छोरो त केही पनि चाहिँदैन हाम्रो सबै सबको गन्तव्य ठाउँमा छ खतरा परेर हान्न त यिनीहरूको गन्तव्य कता हो र यिनीहरूको गन्तव्य नि यति अहिलेदेखि मैले डरायो घाँसको होला केही छैन मलाई गएर खाना बनाएर खुवाउनु पर्ने भन्ने एउटा हुन्छ त्यो कहाँ पाइन्छ भालो चाहिँ एउटा रहेछ मयूर देख्यौँ है गाइजहरू हामीले त्यही बेला फुलेको देख्यो भने कम्ने रहेछ र नि उनीहरू पनि बच्चा हाँस्छ क्या पखवालै छ पछाडि फर्स्ट टाइम हो पनि एक दिन बस्ने अरे आउने आज पनि घुम्ने भनेर पनि घुम्ने अनि बल्ल भ्याइँदो रहेछ थारू कल्चर अब त्यहाँबाट त्यो गई बच्चा के टुरिस्टलाई त केही गर्दैन कि लाग्ने साइडमा गाइड छन् नि गाइड जङ्गल वाक साइड गाइड छन् नि गाइडलाई टुरिस्टले दियो 15,000 पुन्टुरी हेर्न आएको पुन्टुरी जोराइन्छ के हात्ती सार हेर्न आएको गाइजहरू अस्ति हामी बाइकमा जाँदाखेरि होइन के हेर्न मन लाग्यो र अहिले गाइज ए भाउजू कहाँ हो र अगाडि लडाउला के तारियो हामी सबै हामी चाहिँ भागेर आउँ सबजना गाइजहरू खै गैँडा हेर्न आएको हामी कहाँ हो खै त गैँडा छ गाइजहरू त्यहाँ अलि माथि उठाउनु पर्छ यहाँ मैले त देखिरहेको छु गरे
टल्केको रहेछ कि ढाड त्यही भएर त्यो घाँस खाँदै थियो अघि सबजना यहाँ गइरहेको त ठिक्क भयो गाइस यहाँ गइने देख्यो नि त जगह तो मारेगा तर त नानी त्यहाँ उता छ उता पारी मजाले देखिरहेको गैडा हेरेर आइसक्यौँ गाइसहरू हेर्नु भयो गैडा हेरिसक्यौँ गाइसहरू हामी चाहिँ मम्मी गैडा देख्नु भयो कस्तो राम्रो दुईटा रहेछ कस्तो कालो रहेछ गैडा जस्तो रहेछ भाइ सिङ थियो त्यसको त दुइटा यतापट्टि साइड यस्तो सिङ थियो यस्तो परेन गइडम देखियो त हेर्नु कोही त त्यहाँ देखिन हो ती मम्मी तिम्रो क्यामेरामा म अड्दिन र निशा कि म अड्दिन तिम्रो क्यामेरामा हुन्छ मम्मी यसले आफ्नो क्यामेरामा मलाई अटाइन नि मम्मी मन्टो देख्नु पर्ने हो वास्तव तपाईँको यत्रो ज्यान छैन तर पनि मैले पुरै मन्टो देखिनँ किन मैले मन्टो देखिनँ भने तिमी नदेखिनु स्वाभाविक के भिर परो कुरेको नि गैडालाई हेर्न गएको नन्दहरू नआएपछि चलो 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 ओइ डियर मिर्ग त चाहिरा हेलो डियर हाउ आर यु हेलो डियर आई लभ यु मिर्ग चितल चितल अन्त सबैजना उठेन बाटो भयो टाइगर जोन छ है ठ्याक्क टाइगर लोखा चाहिँ आधी उता हेर्नु आधी यता हेर्नु है देखि रोक्नु लाग्यो हेर्नु एउटा सेल्फी हान्ने ल गाइजहरू गाइज गाइज हेलो आफ्नै भिडियो गरेर आज मस्ती भेटिन्छ है त यसै मात्र नि बिहान नै गएको त्यही बोकेर जान्छ चितले होइन यो चाहिँ भाले होइन सिक्किमको चाहिँ दुईटा जोडी भएर हिँडेर रहेछ हाम्रोतिर सिङ लागेको हुँदैन हाम्रो त यो जाति हुँदैन अर्को मृग हुन्छ चित्तलाई चाहिँ चित्तलाई चाहिँ भाग्यो 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 चित्तल भाग्यो 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 कोही छ है गाई त्यहाँ चाहिँ घिउमा आउँदैछन् मान्छेहरू भयो त्यहाँ पनि बाघ साग केही देखिँदैन यस्तै त होला अनि त्यहाँ चाहिँ देखाउनु लाग्छ न बाघ पनि हेरियो के अरे आइपुग्यो बाघ देख्नु भयो चिडियाखाना जानु छोरो फेरि गरे मस्त गाडी के हो के हो के हो कति मस्किन्छ यता चित्तल चितल जो सिङ हेर्नु खतरा बाँदर पनि आफ्टर लङ टाइम बाँदर देख्यो भाइ कति साह्रो हेप्नु आफूलाई बाँदर नै देख्छु के अरे गाउँसिँदिका पनि तल बजारमा पनि हिँड्दो रहेछ सेम सेम देखियो हामी चाहिँ अब हात्ती हेर्न आएको गाई छोरो यता हेर न यता छोरो यता हेलो हेलो सबजनालाई
मजा त भयो गाडीले पुग्छ नि हामीलाई स्टेसनमा लगेर छोडिदिनु पर्यो अब चाहिँ हामी हात्ती हेर्न आउँदैछौँ गाइजहरू हो हात्ती आयो है गाइजहरू हात्ती वाउ हेलो छैन केही पनि मोबाइल त खाना पाउनु नि बाबु तिमीले यहाँ छ ल्याउनु मैले खाइदिन्छु खाए खाए नजिक जा यसले गाडी हेरेर हाम्रो छोरोले हेरेको पाठी छिन् पुन्टुरी हुने नि होइन होइन दुईटालाई बाँडिदिनु हात्ती पनि गइसक्यो गाइछहरू अब चाहिँ हामी के रे कोला बोलाएर रे मलाई ब्याग भिराइदिनु म भिनाजुले पाउनु तपाईँलाई आयो नि बर्थडेको फोटो छ है ज्वाइँ साहब छ्या यस्तो लास्ट नगर्नु है तपाईँहरू त चस्मा लाएर चिन्नै नसक्ने भयो नि त हामी हात्तीहरू आइसक्यौँ अब फेरि हामी अब आफ्नै स्टेसनमा जाने है अब भ्याइयो है हाम्रो लास्ट हो अब लास्ट हो अर्डर गएको त्यहीँ आइसक्यौँ गरियो हजुर के सिकाएको हो मामाले के सिकाएको हो भान्जालाई ल यो लाइट पातल टोपी मात्रै बाक्लो त राख्दिनु सौराहा फाइनल्ली गाइजहरू हाम्रो भाउजू आउँदै हुनुहुन्छ क्याटवाक गर्दै आउनु भएको छ खाइ गर्नु त क्याटवाक कस्तो गर्नुहुन्छ गर्दिनु फोटो खिच्ने कार्यक्रम हुँदैछ गाइजहरू ताने खोपाइ हो हेर्नु यसो खोल्दा कति गाह्रो ल समात न मन भाग्छ पायो भन्दा पायो के आउँदो रहेछ दिदी हुनुहुन्छ यहाँ फोटोग्राफर हाम्रो मिलन दाई त्यहाँ चाहिँ गोही छ गाइजहरू त्यहाँ सबै गोहीहरू सब बाहिर आएर बसिरहेको रहेछन् अघि नै हेर्ने भन्दा हामी मामा पुगेको थियौँ अहिले चाहिँ यहीँ हुँदो रहेछ हेर्नु न यहाँ चाहिँ यो सबै यो स्प्राइटको ड्युको बोतल राखेर क्रिसमस बनाइरहेको रहेछ है कस्तो राम्रो देखेको तर हाम्रो छोरो धल्ला भात दे छोडिदिउँ राम्रो छोरू ल कति राम्री भयो कि हामी किन बाँधिदियो यस्तै अगाडि दिन्छ नि त यहाँ सानीमाको चाहिँ यति लामो त माने होइन हामी चाहिँ अब कहाँ जान लाग्यो घर जान लाग्यो हो गाई छ हामी त अब हिँडेको के रे हामी हिँडेको झन्नै घोडाले हानेन मलाई हेर्नु कस्तो छिटो भएको है बाबामा चाहिँ भर्खरै जानुभयो हामी चाहिँ पानीपुरी खान आएको गाइजहरू बाबामा गइसक्नु भयो अब वहीँ गएर खान्छ खाजा दुई पानीपुरी खान्छौँ अनि रुममै गएर चिया खाएर एक प्लेट बनाइदिनु तर दिदी भिनाजुहरू आज यहीँ बसे हुन्छ कि भिनाजु आज यहीँ बस्नु के
त म एक दिन आउनु न त बिहान नै जानु छ कि दुईजना आउनु न त म चाहिँ जानै पर्ने छ म र आमा त्यही भएर बिहान कति बजे जाने हजुरहरू मन्दिर जानुपर्ने छ कि बेलुका बिना चाहिँ नबस्ने रे यहाँ दिदी पनि बस्दैन बस्न आऊ यहाँ नानी होइन ठिकै छ हामी पनि पानीपुरी खाने अनि अब वहीँ रुममै बिहानको मासु छ भुजा हालेर खानु चिउरा पनि छ त ए त्यही चिउरासँग खानु यो चिउरा फेरि घिउमा चिनी हालेर भुटेको चिउरा होला मासुसँग खानु अलिक सुहाउँदैन निसा हामी जाऊँ आज बेलुका हाम्रो कहाँ म त जान्दिनँ कान्छी किन भोलि छुट्टी हो कि भन आज हुन्छ छुट्टी म आज चाहिँ आज छुट्टी हेरेर हजुर आफ्नो गन्तव्यतिर जानको गाइजहरू ए हाम्रो छोरो कापी गर्नु खै त अब फर्किँदा गयो हामी चाहिँ मोबाइल त छ नि सबको थाहा भयो है म त मोबाइल ठिकै छैन त्यसरी छोटो मिठो घुमाइ भयो कि है पिसा म ठिकै त फर्स्ट त हेर्नु न उल्लु हुन लाग्यो के ठिकै भयो अब अर्कोचोटिबाट चाहिँ निकाल्छु अलिक फुर्सद लाग्यो भने त दिनभरि घुम्नु आफै भयो अलि हतार भयो आज चाहिँ अब अर्कोचोटि चाहिँ मस्त घुम्नुपर्छ ल गाई हिजोसम्म आउनु पायो हिजोसम्म आएको भए पनि यहाँ त न्यु इयर खतरा थियो होला झन् मान्छेले है यस्तो दामी हुन्थ्यो अब आज त अलिक बासी भयो हिजो त यहाँ तर टेक्नु भन्दा नि दिउँसै पनि त्यति प्याक हुन्छ के भएर बसेर नर्बिन दाजु अस्ति टाउको राति समातेर अस्ति राति र हिँड चाहिँ अगाडि बस्नुभयो हामी तिनजना चाहिँ पछाडि छ कन्सर्टहरू नि थियो कन्सर्ट थियो थियो रमा कुनै वर्ष हो र पोहोर थिएन कि कन्सर्ट ए ए चाहिँ आउने कि राति भन्ने कुरा चाहिँ भएको थियो फेरि अब त्यहाँतिर रमाइलो भयो उतै बस्यो राति तर नआएको ठिकै भयो है चाँडो कि लास्टै राति त छोरो यसले मलाई कसरी हेरेको हेर्नु होइन अनि हुन्छ नि अघिल्लो न्यु इयरको फेरि नेपाली न्यु इयरमा यस्तो धेरैको हुँदैन कि साथी घर जानुपर्ने यही हो ए हो यहीँबाट हो यहाँ हेर नानी बेबी चाहिँ मिलाउन लाग्यो नि कस्तो मजाले मिलाउन लाग्यो जहाँ हुन्छ ठाउँबाट ढल्नु भएको है हामी जस्तो कि एकदम खपेला बेलामा कहाँ ढलम हुन्छ त्यस्तो गाइस अब हामी चाहिँ अब रुम जान लाग्यो अब यसो बिनाजुहरूलाई बाबुलाई खाना खुवाउनु पर्यो अनि त्यसपछि हाम्रो छोरो भर्खर उठिने नि पनि भर्खर निदाइ थिइन् उठिहालिन् कता हो तिमी फेरि अर्काको घर हेर्दै यहाँ होइन के यो लाइनमै होइन यो लाइनै होइन अब हामी चाहिँ रुममा आइसक्यौँ अब यो चाहिँ हाम्रो अर्को भिडियोमा भेटौँ ल अब हामी चाहिँ खाजा खाँदैछौँ गाइसहरू त्यही हो ल बाई यो भ्लग चाहिँ म इन्ड गर्नु पऱ्यो नि त है ल बाई